हेलो साथीहरू, वेलकम एन्ड नमस्ते मेरो दोस्रो दिनको भ्लगमा। अनि म चाहिँ आज आएको छु अब लगभग फेमसमै ठाउँमै हो सुर्खेतको होइन। अनि म चाहिँ त्यहाँ आएको छु। अब यो चाहिँ मैले भिडियो देखाउनु छु अनि त्यसपछि हजुरहरूले कमेन्ट गर्नु होला यो ठाउँको। अनि त्यसपछि म लास्टमा भन्ने छु कि यो ठाउँ। अनि म फर्स्टमा देखाउने छु एक इन्ट्रेस्टिङ चिज, त्यो हेर्नुहोस्। यो फर्स्टमा त यहाँबाट यो लुकेर छिर्ने, किनकि माथि टिकट लिन्छ नि 20 रुपियाँको, त्यही भएर यहाँबाट छिर्छन् होइन। जस्तो कि यसरी गरेर छिरे यहाँबाट यहाँबाट स्टार्ट हुन्छ। यहाँबाट अब चाहिँ म चाहिँ यसकै लागि आएको त यहाँ, ठिक छ। अनि म चाहिँ फेरि अगाडि देखाउने छु अनि कमेन्ट गर्नु होला। पछि चाहिँ यो हो होइन, यहाँदेखि गेटबाट आउँछन् अनि पैसा तिर्ने चाहिँ त्यही हो, बट यहाँदेखि आउँछन् तर त्यहाँबाट पनि अब लुकेर चाहिँ त्यहाँबाट आउँछन् होइन। अब यस्तो छ, लगभग सायद आएको मान्छेले चिनिहाल्नुहुन्छ होइन। अनि यहाँतिर आज शनिबार हो नि त, सबै यहाँतिर धेरै आउने गर्छन् कि पुरै लगभग धेरै छ नि, क्या दामी छ। त्यहाँ भोज भइरहेछ, लगभग धेरै छ। अरे दामी छ होइन, सबै यतातिर छन्। अनि यो चाहिँ फोटो खिच्नेवाला ठाउँ होइन। यहाँतिर पनि क्यामेराम्यान धेरैहरू पाउँथे, क्या दामी रुखहरू छन्। अरे अनि यो चाहिँ ताल जस्तै हो कि खै थाहा छैन मलाई, तर यो क्या दामी छ होइन यहाँतिर। अनि यो सबै भयो होइन। देखिरहेछ पुरै नजारा। यो हो धारा, सायद चिनिसक्नु भएको होला होइन, नत्र यदि छैन भने चाहिँ म लास्टमा भन्नेछु। अनि यो चाहिँ ठाउँ कहाँ हो होइन। अनि यो चाहिँ यत्रो ताल हुँदा पनि अनि पानी छैन क्या भिज्न। अब खै के भएको मलाई थाहा छैन। तपाईँ त्यहाँ जाने ठाउँ त कति छ, बट म एक ठाउँबाट जान्छु अनि अर्को ठाउँको देखाउँदैछु। ए हेर्न सक्नुहुन्छ, धेरै छ क्या यार, कति छ घुम्नको लागि। सो दामी छ, पुरै जङ्गल छ अनि बोट बिरुवाहरू दामी छ। म माथिबाट जान्छु एकछिन हेरौँ नि, यो क्या दामी छ यार बस्नको लागि होइन। फोटो खिच्दै जाँदा दाइहरूले फोटो अनि बहुत रोमान्टिक के रमाइलो छ। आजको ब्लग चाहिँ बन्न सक्छ 5-6 मिनट, किनकि धेरै छ ठाउँ होइन देखाउनको लागि, त्यही भएर धेरै बन्न सक्छ होइन। सो लास्टसम्म देख्नु होला होइन, हेर्नु होला कति छ कति छ। म जानको लागि पनि धेरै छ होइन। यो ठाउँ छ पुरै लगभग धेरै छ। ए क्या दामी छ क्या यार, सबै ठाउँमा मान्छेहरू बसिरहेछन्। अनि चाहिँ सबै उता चाहिँ सबैभन्दा धेरै मान्छे हुने होइन, त्यहाँ चाहिँ छ क्या। एकछिनमा म देखाउँछु होइन त्यहाँ, ठिक छ। पुरै हेर्नु न कति धेरै छन्, त्यहाँ पनि भोज चलिरहेको रहेछ। यो हो कि सबभन्दा यहाँको फेमस भनेको होइन, यहाँतिर हो कि यो ठाउँ होइन, सायद थाहा छ होला होइन। हेर्नु ए यहाँतिर सिप मतलब कि अब बहुत अच्छा है। अनि क्या दामी छ यो, सायद क्या दामी छ, सायद चिन्न सक्नुहुन्छ होइन। दामी छ, त्यो ताल हो होइन। अब यहाँको फेमस हो क्या। अब सुर्खेतको फेमस भने चाहिँ अब कुन चाहिँ ताल पर्छ त्यो थाहा हुनुपर्ने हो होइन, त्यो चाहिँ थाहा हुन्छ होला तपाईँलाई, ठिक छ। अनि यो हो क्या फेमस, सबभन्दा फेमस भनेको होइन, नाममै यहीबाट हुन्छ क्या होइन। सुर्खेतको लगभग लगभग अब यही हो, मतलब कि यहाँको फेमस मतलब दामी छ होइन। सो अर्को नेक्स्ट स्टेप हेरौँ कहाँको हुन्छ, मतलब कहाँ कुन ठाउँ। ए देख्न सक्नुहुन्छ पछाडिको भ्यू मेरो पछिको होइन। अनि चाहिँ यो हो क्या यहाँको फेमस, सायद सुर्खेतमा म छु भने चाहिँ अब यो ताल त थाहा हुन्छ होला होइन। अब यहाँतिर अब लगभग धेरै राम्रो हो क्या होइन। देख्न सक्नुहुन्छ शिव आइरहेको छ क्या मेरो पछि होइन। अनि यतातिर चाहिँ धेरै छन् क्या यार, पार्टी हो कि अनि भोज हो कि के थाहा छैन। अनि सायद मेरो ऊ चाहिँ लामो बन्न सक्छ ब्लग, त्यही भएर होइन म यतिमै सायद अन्त्य गर्छु। यदि ठिक छ अरू पनि घुमाउनु त धेरै लामो हुन्छ, त्यही भएर अब लामो पनि त्यतिकै बनाउँ होइन। अनि चाहिँ सायद आजको यति नै भयो। फेरि मिलौँला अर्को भिडियोमा भोलिको नेक्स्ट हेरौँ कहाँ हुन्छ अनि त्यो भिडियो म अपडेट गर्नेछु। ओके, लास्टसम्म हेर्नु भएकोमा थ्याङ्क यू सो मच।